हेलो नमस्ते सम्पूर्णमा आज खोलामा माछा मार्न आएछौँ। ठाउँ चाहिँ यता यस्तो छ भागलपुरको। अब यहाँ माछा मारेर हामी देखाउनेछौँ। हाम्रो माछाको अध्यक्ष उहाँ ऊ झोलामा बोकेर पुरै लिएर आउनु भएको छ। ल खै बोटो गएको थिएन हैन त्यो पनि म त थाप्ने हो नि त नि म त ठाउँमा त देखाउन आएको के रबर 5 रुपियाँको 15 वटा दिँदो रहेछ। यो त बस्नुपर्छ होला नि। त्यसमा चाहिँ पिठो कि यो मकैको पिठो ए यहाँ त यस्तो छ के त्यही भएर मनै पर्दैन मलाई। ए हालियो ए मोल्नु पर्दैन त्यत्रो ठुलो त्यति ठुलो भएछ ठाउँमा पनि हुन्छ यो चाहिँ मकै पिठो लाएर नि हजुर ए रबर त्यतिकै इनाला भरि चाहिँ पर खेकुडी जानुपर्छ। ए साइकल लिएर आइगयो त्यो लिएर अब यसरी चाहिँ बाँध्ने त्यो ठुलो खालको रबर भयो भने चाहिँ सजिलो हुँदो रहेछ। माछा मोला मार्दै खाँदै अनि लगेर मिलाएर गाड्नुपर्छ। अब गाह्रो पनि पर्यो हैन माछा राख्ने बट्टा लाउनु त ल लाउनु राख्नु होइन यतातिर ल्याउ भएको हुँदैन यहाँ त आउँदैन कति लाउँछ आफै आइहाल्छ ओ यतातिर छ राख अहिले खेल्दैन के माछा एकछिनमा चाहिँ हात्ती आएको छ रातभरि पाइलै पाइला ऊ त्यो हो त्यस्तोमा चाहिँ राख्दैन म समाउँछ है धन्य बिस्तारै ग्रममै भाँसिएला नि मलाई त माटो छ माछा नहौ किन गएर भन्दैछ यो कहाँ देखि आयो यो मान्छे खेतौँ सबै यहाँ खर्ल्याएको राखिदिइराखौँ न त्यहाँ सर्लकै हो ती राखिदिनु यतिकै राखिदियो यो सबै पुर्नु पर्ने छेउमा बस्नु हुँदैन यता 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 आउने त सबै एकजना मात्रै एकछिनमा आउने छुट्यो छुट्यो होइन अलग्ग मात्र लाउनु क्या यदि किन माथि तल धेरै झन् सुलुक्क जान्छ क्या धेरै माथि 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 मात्रै अलिक माथि ल्याउनु हो त्यसो बेला लगेर थापौँ नेक्स्ट ठाउँमा लैन त
काटेको छ कति राम्रो हुन्छ आला धेर त खै त ए पानी फालेको हुन्छ नि त पहिला इत्रो इत्रो चिया ओहो लाउनु पर्छ नि यस्तो पनि अँ होइन हामीले त यस्तो त पोहोर्दा राम थोरै सुँगुलो भएको होइन त्यो चाहिँ पोथ्री त्यो चाहिँ पोथ्री अँ पोथ्रीमा सिद्रा खाने भने के हो के सिद्रा त होइन खै निस्केकै छैन माछा हाम्रो सुरु भयो अस्ति भयो के अरे कति अब यो यतिखेर माछा होइन यो जब यो छोराछोरीहरूको ग्रुप आम्मा ओ डरले फर्किसक्यो ल